नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई। आज हामी कुरा गर्न गइरहेको छौँ धितोपत्र बोर्डको पाइपलाइनमा रहेका 5वटा ठुला कम्पनीहरूको बारेमा, जसले नेपालको सर्वसाधारण जनताहरूको निम्ति प्रिमियम मूल्यमा चाहिँ आइपिओ निष्कासन गर्दैछ। यसमध्येको पहिलो कम्पनी रहेको छ अम्बे स्टिल लिमिटेड कम्पनी। यस कम्पनीले लामो समयदेखि स्टिल उत्पादन गर्दै आएको छ। यो कम्पनी म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ सेक्टरको कम्पनी हो। यस कम्पनीको जम्मा पुँजी 1,11,92,727 किता बराबरको सेयर निष्कासन गर्दैछ भने यस कम्पनीको प्रति किता सेयर मूल्य 100 माथि 203 थपेर जम्मा 303 रुपैयाँ प्रति किता सेयर हुनेछ। यस कम्पनीको इस्यु म्यानेजरको रूपमा नबिल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहनेछ। यसमध्येको दोस्रो कम्पनी हो हुलास इन्फ्रा प्राइभेट लिमिटेड कम्पनी। यस कम्पनीले आफ्नो कुल चुक्ता पुँजीको 35,47,188 किता बराबरको सेयर निष्कासन गर्दैछ भने यस कम्पनीको सेयर आवेदन दिँदा कम्तीमा 1 किता सेयरको रु 333 रुपैयाँको दरले प्रिमियम मूल्यमा खरिद गर्नुपर्ने हुन्छ। यो कम्पनी म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ सेक्टरको कम्पनी रहेको छ भने यसको इस्यु म्यानेजरको रूपमा चाहिँ नबिल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहनेछ। यसमध्येको तेस्रो कम्पनी हो मारुति सिमेन्ट लिमिटेड कम्पनी। यस कम्पनीले सर्वसाधारण जनताहरूको निम्ति आफ्नो कुल चुक्ता पुँजीको जम्मा 1,16,00,000 किता बराबरको सेयर निष्कासन गर्दैछ। यस कम्पनीको प्रति किता सेयर रु 377 रुपैयाँको दरले प्रिमियम मूल्यमा तिरेर 1 किता सेयर खरिद गर्न सक्नुहुन्छ। यस कम्पनीको आइपिओ खरिद गर्दा कम्तीमा 3770 रुपैयाँ माथि 5 रुपैयाँ एक्स्ट्रा तपाईँको खातामा रहन जरुरी छ। यो कम्पनी म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ सेक्टरको कम्पनी रहेको छ भने यसको इस्यु म्यानेजरको रूपमा चाहिँ नबिल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ। यसमध्येको चौथो कम्पनी रहेको छ सौर्य सिमेन्ट प्राइभेट लिमिटेड कम्पनी। यस कम्पनीले नेपाली सर्वसाधारण जनताहरूको निम्ति आफ्नो कुल चुक्ता पुँजीको जम्मा 1,59,81,500 किता बराबरको सेयर निष्कासन गर्दैछ। यस कम्पनीको प्रति किता सेयरको कुरा गर्ने हो भने रु 264 रुपैयाँ बराबरको 1 किता सेयर पाउनुहुनेछ। यसो गर्दा तपाईँको खातामा जम्मा 2640 माथि 5 रुपैयाँ जोड्दाखेरि 2645 रुपैयाँ अनिवार्य रहन जरुरी छ। यो कम्पनी म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ सेक्टरको कम्पनी हो भने यसको इस्यु म्यानेजरको रूपमा नबिल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ। यसमध्येको अन्तिम कम्पनी रहेको छ जगदम्बा स्टिल लिमिटेड कम्पनी। यस कम्पनीले आफ्नो कुल चुक्ता पुँजीको जम्मा 2,70,000 किता बराबरको सेयर सर्वसाधारण जनताहरूको निम्ति निष्कासन गर्दैछ भने यसको प्रति किता सेयरको मूल्य रु 300 रुपैयाँ रहनेछ। यो कम्पनीले स्टिल जन्य रड, पाइप, खामा लगायतका सामग्रीहरू चाहिँ उत्पादन गर्दै आएको छ। यो कम्पनी म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ सेक्टरको कम्पनी हो भने यसको इस्यु म्यानेजरको रूपमा सिद्धार्थ क्यापिटल रहेको छ। यी सबै कम्पनीहरू अहिलेसम्म धितोपत्र बोर्डको पाइपलाइनमै मात्र रहेका छन् भने यी कम्पनीहरूको अनुमति पाएर मिति तोकिसकेपछि म तपाईँहरूलाई फेरि अर्को भिडियो बनाएर लगाइदिनेछु।